गाइज आज एकचोटि फेरि वेलकम छ मेरो युट्युब च्यानल भोइसिङ ब्यान्डमा। र गाइज आज चाहिँ म स्पेसियली एउटा विशेष विषयलाई लिएर भिडियो यो प्रस्तुत गरेको छु। मैले विगत केही महिना अगाडि लिम्बू सम्प्रदायको युमा माङहिम जुन चाहिँ मन्दिर छ त्यस विषयलाई लिएर विभिन्न समयमा भिडियोहरू बनाएको थिएँ र त्यति बेला मैले तपाईँहरूलाई वाचा गरेको थिएँ जब त्यो युमा माङहिम सम्पूर्ण हुन्छ र उद्बोधन गर्ने समयमा म अझै एउटा भिडियो बनाउँछु भनेर मैले तपाईँहरू समक्ष वाचा गरेको थिएँ। र गाइस फाइनली त्यो दिन आइपुगेको छ। लिम्बू महासभा तिनसुकिया जिल्ला समितिको उद्योगमा कखेवा तङनाम साथै युमा माङहिम कार्यसूचीको आज पहिलो दिन हो। र गाइस म आज तपाईँहरूलाई यहाँको जुन प्रस्तुति छ त्यो प्रस्तुतिहरू सम्पूर्ण देखाउने छु। उहाँले कुन तरिकाले प्रस्तुति गर्नुभएको छ र यस विषयको मुख्य आकर्षण के छ म सम्पूर्ण विषयहरू तपाईँहरूलाई देखाउने छु। बनिरहनुहोस् मेरो साथ। र गाइस यहाँ चाहिँ एउटा फेदङ्माको तपाईँहरूले जुन चाहिँ पोस्टर छ त्यो देख्नुभएको छ। उहाँहरूले फेदङ्माहरू पनि धेरै बोलाउनु हुँदैछ र ठिक फेदङ्माको माथि एउटा च्याब्रुङ छ र त्यो च्याब्रुङ नै काँसे र सिलाम सकमा पनि उहाँहरूले बनाउनु भएको छ र राइट साइडमा पनि त्यसै गरी सिलाम सकमा साथै च्याब्रुङ र उहाँहरूको सांस्कृतिक जुन चाहिँ एउटा पहिचान छ त्यो पनि उहाँहरूले देखाउनु भएको छ। र गाइस यहाँ स्वागतम लेखेको छ र अब म यहाँबाटै फलो गर्दै जानेछु। भित्रको व्यवस्थाहरू तपाईँलाई सम्पूर्ण म देखाउने छु। र गाइस म चाहिँ अहिले चाहिँ युमा माङहिमको जुन चाहिँ मेन द्वार छ जुन चाहिँ गेट भनिन्छ त्यो गेटमा आइपुगेको छु। र यो गेट जुन चाहिँ छ गाइस यो गेटलाई चाहिँ एकदम सिलाम सकमाको आकारबाट दिनुभएको छ। एकदमै राम्ररी बनाउनुभएको छ। यो तपाईँले सक्नुहुनेछ। अब म भित्र जानेछु जम्मै दृश्यहरू तपाईँहरूलाई देखाउने छु। र यो चाहिँ जुन चाहिँ परिसर छ यो युमा माङहिमको परिसर हो। यो राइट साइडमा यो तपाईँहरू देख्न सक्नुहुनेछ। एकदमै राम्ररी सजाउनु भएको छ। यहाँ अहिले एकछिनमा झन्डा उत्तोलन साथै स्मृति तर्पण पनि हुनेछ। र लेफ्ट साइडमा जुन चाहिँ छ यहाँ तपाईँहरूले हेर्न सक्नुहुनेछ। यहाँ चारैतिर चियरको व्यवस्था गर्नुभएको छ। यो कार्पेट रचाउनु भएको छ है। माथि लाइटको व्यवस्था पनि चाहिँ एकदमै झिलमिल जगमगाउँदो बनाउनु भएको छ उहाँहरूले। र यो चाहिँ यहाँ ल्यान्ड डोनेटेड बाई आइद बहादुर लिम्बू पोङथाक भनेर उहाँहरूलाई यहाँ छ। र यहाँले यहाँको जुन चाहिँ भूमि दान गर्नुभएको थियो र साथै यहाँ सलबहादुर लिम्बूज्यू पनि हुनुहुन्छ नाल्बोज्यू। उहाँहरू दुवैजनाले यो माङहिमको लागि युमा माङहिमको लागि भूमि दान गर्नुभएको थियो। अब यो मन्दिरको माथि म जानेछु सिँढीद्वारा र यहाँबाट तपाईँहरू आउन सक्नुहुनेछ। यहाँको आज शुभ उद्बोधन हुनेछ र आजको उपरान्त यहाँ धेरै मान्छेहरू आनाजाना हुनेछ। यहाँ सायद टुरिस्टहरू पनि आउनुहुन्छ होला। र यहाँ देख्न सक्नुहुनेछ यो दुई महलिया छ र यो युमा माङहिमको जुन चाहिँ डिजाइन चाहिँ यो खालको हुँदछ। यो कुनै पनि जग्गामा युमा माङहिम हुन्छ भने यसको डिजाइन चाहिँ यस्तो खालको हुनेछ। र साफसफाइ चलिरहेको छ। र यहाँ टाइल्सले एकदमै राम्रो डिजाइन दिनुभएको छ टाइल्सको है। र यो यहाँको जुन चाहिँ धार्मिक नीति नियमहरू छ त्यो सम्पूर्ण भएको बादमा आज यो जुन चाहिँ मेन द्वार छ यो खुला जानेछ। र भित्रको सम्पूर्ण दृश्यहरू आजको उपरान्त सबैले देख्न सक्नुहुनेछ। र यो चाहिँ एकदमै राम्रो छ ऐतिहासिक बडुम्साको लागि र जम्मै लिम्बू समुदायको लागि पनि यो एउटा ऐतिहासिक क्षण हो। र गाइस यहाँ माथिबाट नै म तपाईँहरूलाई देखाउने छु। यहाँबाट जब तपाईँ तल हेर्नुहुन्छ भने यस्तो खालको व्यवस्था छ। यहाँ आजको जुन प्रोग्राम छ पहिलो दिन यहाँ आज लोकल आर्टिस्टहरूले पनि आफ्नो आफ्नो जुन चाहिँ पर्फर्मेन्सहरू देखाउनु हुनेछ। र भोलि चाहिँ लास्ट दिन हो। र गाइस म एकछिनपछि तपाईँलाई उहाँ मञ्चतिर पनि लानेछु। र यहाँबाट माथिबाट चाहिँ तपाईँ हेर्नुहुन्छ भने यहाँको जुन चाहिँ मेन गेटलाई तपाईँले यस्तो खालको देख्न सक्नुहुनेछ। र एकदमै आकर्षणीय छ यो। र यो ऐतिहासिक पनि हो र केवल लिम्बू जातिको मात्रै नभएर
यो चाहिँ जम्मै बोर्डुम्सावासीहरूको लागि पनि एउटा ऐतिहासिक हो। यहाँ कुनै पनि जाति धर्मको कुरो छैन, सबैले नै आएर यहाँ सेवा गर्न सक्नुहुनेछ। युमा माङहिममा आएर आशीर्वाद लिन सक्नुहुनेछ। र गाइस म अब यहाँबाट चलन आउँदैछु। हेलो गाइस, म चाहिँ अब भने मञ्चतिर जाँदैछु। मञ्चको यो एडभर्टाइजिङ पनि दिएको छ। र यहाँ तारावीर लिम्बू उद्यमान गायक साथै पिङ्की बेगा लिम्बू उहाँहरू दुईजनाको यहाँ पोस्टरिङ गर्नुभएको छ र एकदमै आकर्षणीय छ। उहाँहरूद्वारा गीत गाउनुहुनेछ उहाँहरूले र आफ्नो पर्फर्मेन्स देखाउनुहुनेछ। र गाइस यो सर्वप्रथम चाहिँ म तपाईँहरूलाई यहाँ देखाउने छु। यो चाहिँ पसलको लागि हो। यहाँ एउटा अस्थायी कार्यालय पनि छ समितिको, उद्यापन समितिको। यो चाहिँ उद्यापन समितिको अस्थायी कार्यालय र यहाँ पसलहरू तपाईँ देख्नुहुनेछ। बहुत धेरै पसलहरू छ र यो चाहिँ एकदमै मेन गेट। यहाँ एउटा डिजाइन दिनुभएको छ, एउटा बाँस गाडेर एकदमै राम्रो आकर्षणीय बनाउनु भएको छ यहाँ। यहाँबाट तपाईँ पिक्चर छ, एकदमै राम्रो देखिन्छ। र साथै यो चाहिँ मेन पेन्डल। यहाँ एउटा पोस्टर पनि लागेको छ लिम्बू महासभा आश्रमद्वारा। र यहाँ चेयरको व्यवस्था गर्नुभएको छ, एभाइलेबल चेयर छ। र यहाँ धेरै विषयवबीहरू पनि आउनुभएको छ। र यो एकदमै युनिक छ। यहाँको जुन पेन्डल छ यो अनकमन छ। आजसम्म हामीले बोर्डिङमा यो डिजाइनको पेन्डल चाहिँ हामीले देखेको थियौँ। र यसपालि यहाँ एउटा नौलो डिजाइन एउटा यहाँ आएको छ। र मलाई लाग्छ आगामी दिनहरूमा यो डिजाइन अरू ठाउँमा पनि हामी देख्न पाउनेछौँ। र यो एकदमै ठुलो यहाँको जुन पेन्डल छ एकदमै ठुलो छ। मञ्च छ, मञ्चमा सांस्कृतिक जति पनि यहाँ कार्यक्रमहरू हुनेछ यो मञ्चमा हुनेछ। र यहाँ भिआइपी कक्ष पनि छ, एकदमै राम्रो तरिकाले भिआइपी कक्ष पनि बनाउनु भएको छ। विभिन्न ठाउँबाट यहाँ पाहुनाहरू आउनुहुनेछ, अतिथिहरू आउनुहुनेछ। र यहाँ म्युजिकको सम्पूर्ण व्यवस्था छ र यो एकदमै आकर्षणीय छ। र गाइस आज चाहिँ म साह्रै लामो बनाउन चाहन्दिनँ। भोलि फेरि दोस्रो दिन अर्थात् अन्तिम दिन भोलि आज आकर्षणीय प्रोग्रामहरू हुनेछ र विभिन्न ठाउँबाट पाहुनाहरू पनि आउनुहुनेछ। र गाइस एकदम सबैलाई नै मेरो यो भिडियोद्वारा तपाईँहरूले यो 2 दिने कार्यसूचीमा आउनु भनी म अनुरोध गर्दछु। यो केवल लिम्बू समुदायको मात्रै होइन, यो सम्पूर्ण गोर्खाको लागि एउटा गौरवको क्षण हो। र सबैलाई यहाँ आए यहाँहरूको जुन प्रोग्राम छ पक्फेवा तङनाम साथै युमा माङहिमको शुभ उद्बोधन त्यसलाई सबैले मण्डित गर्नु भनी म मेरो च्यानलद्वारा सबैलाई अनुरोध गर्दछु। र गाइस एकदमै रमाइलो हुनेछ। यहाँ आर्टिस्ट पनि धेरै आउनुहुनेछ र लोकल आर्टिस्टहरू पनि हुनुहुन्छ। र यो प्रोग्राम चाहिँ एकदमै सभ्य र भव्य हुनेछ। र तपाईँहरूलाई आजको यो मेरो भिडियो कस्तो लाग्यो तपाईँले कमेन्ट गर्नुहोला। यदि राम्रो लाग्यो भने लाइक र सेयर पनि गरिदिनु होला। र तपाईँ नौलो हुनुहुन्छ भने मेरो च्यानलमा सब्सक्राइब पनि गरिदिनु होला। र गाइस आजको लागि यति नै। भोलि फेरि यही ठाउँको नौलो एउटा राम्रो भिडियो लिएर म आउनेछु। तबसम्मको लागि बाई।